अब चाहिँ आर्टेरियल सर्कुलेटरी सिस्टम चाहिँ भनिदिएर चाहिँ होइन। अब खास यो चाहिँ मेरो नोट होइन, यसमा चाहिँ सिस्टमिक आर्टेरियल सिस्टम मात्रै छ कि। पल्मोनरी दुइटा हुन्छ, सिस्टमिक आर्टेरियल सिस्टम र पल्मोनरी आर्टेरियल सिस्टम हुन्छ। अब सिस्टमिक आर्टेरियल के अरे पल्मोनरी आर्टेरियल सिस्टम चाहिँ खासै केही गाह्रो छैन होइन, त्यही भएर मैले यसमा लेखिनँ कि। बरु म भन्न चाहिँ भनिदिन्छु तिमीलाई, दुइटा हुन्छ, यो माथिकोबाट खासै केही गाह्रो छैन। अनि पल्मोनरी आर्टेरियल सिस्टम, सिस्टमिक आर्टेरियल सिस्टम हुन्छ। पल्मोनरी आर्टेरियल सिस्टम भनेको चाहिँ इट कन्टेन्स पल्मोनरी एओर्टा, लाइक खासमा चाहिँ एओर्टाको काम हेर्ने हो कि होइन। यो दुइटा एओर्टा हुन्छ हाम्रोमा होइन। म तिमीलाई पहिला हल्का डिटेलमा भनिदिन्छु। दुइटा एओर्टा हुन्छ। एउटा भनेको यो सिस्टमिक एओर्टा भयो, यो माथिको सिस्टमिक एओर्टा भयो। सिस्टमिक एओर्टा कहाँबाट आएको छ हेर त, लेफ्ट अरिकलबाट आएको छ नि। अनि अर्को भनेको यो पल्मोनरी एओर्टा भन्छ यसलाई, यो ट्रायङ्गुलर सेप छैन पल्मोनरी आर्टरी भन्ने चाहिँ। अब यो पल्मोनरी आर्टरी, यो होललाई चाहिँ पल्मोनरी एओर्टा भन्छ, यहाँ लेखेको पनि हुनुपर्ने हो पल्मोनरी एओर्टा। अब पल्मोनरी एओर्टा, अब पल्मोनरी आर्टरी सिस्टम भने आर्टेरियल भन्ने बित्तिकै एओर्टाको कुरा आइहाल्छ। यसमा पल्मोनरीमा नि एओर्टा आउँछ, सिस्टमिकमा नि एओर्टा आउँछ। अब इट कन्टेन्स पल्मोनरी एओर्टा, इट एराइजेस फ्रम द अपर पार्ट अफ द राइट भेन्ट्रिकल। मैले भने जस्तै राइट भेन्ट्रिकलको, मैले अरिकल भने नि त, राइट भेन्ट्रिकलको ठ्याक्कै अपर पार्टबाट आउँछ। इट सप्लाइज इम्प्योर ब्लड टु द लङ्स विथ द हेल्प अफ राइट एन्ड लेफ्ट पल्मोनरी आर्टरी। अब राइट र लेफ्ट पल्मोनरी आर्टरीबाट यसले चाहिँ डिअक्सिजनेटेड ब्लड के अरे पल्मोनरी आर्टरी हुँदै जब म यहाँबाट देखाइदिएर। अब तिमीले यो बुझेछौ भने चाहिँ खासै केही गाह्रो हुँदैन हो। यो पल्मोनरी सर्कुलेसन चाहिँ भनिदिन्छु बरु म पहिला। पल्मोनरी सर्कुलेसनमा चाहिँ पुरै के अरे सिधै कन्सेप्टै भन्छु। सुरुमा राइट अरिकल हुन्छ होइन। अब तिमी छेउमा फिगर राख, अनि त्यहाँबाट हेरेर आफै बुझे। राइट अरिकल हुन्छ होइन, राइट अरिकल कन्ट्र्याक्ट हुन्छ। राइट अरिकल कन्ट्र्याक्ट भएपछि ट्राइकस्पिड भल्भ खुल्छ, त्यहाँ ट्राइकस्पिड भल्भ हुन्छ एउटा, देखाइ नै दिन्छु। यहाँ यो पल्मोनरी भयो, कता गयो ट्राइकस्पिड भल्भ। यो ट्राइकस्पिड भल्भ छैन, यो ट्राइकस्पिड भल्भ खुल्छ। यो डायग्रामबाटै भनिदिन्छु बरु। यो हुन्छ नि, जब चाहिँ यो राइट अरिकल कन्ट्र्याक्ट हुन्छ तब यो ट्राइकस्पिड भल्भ खुल्छ। अब यो ट्राइकस्पिड भल्भ खुलेपछि, भल्भ भनेको त लाइक त्यो चुकुल जस्तो हो कि। अब यहाँको चुकुल खोलेपछि यहाँबाट भेन्ट्रिकलमा जान्छ होइन। अब भेन्ट्रिकलमा पुग्यो, भेन्ट्रिकलमा ब्लड पुग्यो। अब यहाँ भएको ब्लड चाहिँ यति बुझ होइन, राइट साइडको पुरै ब्लड चाहिँ डिअक्सिजनेटेड नत्र इम्प्योर हुन्छ, अनि लेफ्टको सबै चाहिँ प्योर हुन्छ। अब राइटको, अब यहाँ इम्प्योर ब्लड चाहिँ सुरुमा आर्टेरीमा हुन्छ के अरे, राइट आर्टेरीमा हुन्छ के अरे, कस्तो अरिकल आर्टेरी भने अरिकलमा हुन्छ। अनि अरिकलको कन्ट्र्याक्ट भएपछि यो के अरे ट्राइकस्पिड भल्भ खुल्छ। ट्राइकस्पिड भल्भ खुलेपछि राइट भेन्ट्रिकलमा पुग्छ। अनि फेरि राइट भेन्ट्रिकल कन्ट्र्याक्ट हुन्छ होइन। कन्ट्र्याक्ट भएपछि यो ट्राइकस्पिड भल्भ कता छ के अरे, ट्राइकस्पिड भल्भ बनाएको छ। यो पल्मोनरी भल्भ हुन्छ नि, पल्मोनरी भल्भ खुल्छ। पल्मोनरी भल्भ खुलेपछि पल्मोनरी एओर्टा हुँदै होइन, पल्मोनरी एओर्टामा जान्छ होइन। अब पल्मोनरी एओर्टामा पनि पल्मोनरी आर्टेरीहरू हुन्छ। पल्मोनरी आर्टेरीबाट चाहिँ इम्प्योर ब्लड लङ्समा जान्छ। यति चाहिँ याद राख, त्यति खास यसमा त चाहिँदैन होइन। त्यही पनि पल्मोनरी आर्टेरीले पल्मोनरी भेन जति सबैले डिअक्सिजनेटेड ब्लड लिन्छ एक्सेप्ट पल्मोनरी भेन, अनि आर्टेरी जति सबैले अक्सिजनेटेड ब्लड लिन्छ एक्सेप्ट पल्मोनरी आर्टेरी। यो 10मा पढेको, हल्का काम लाग्छ यो। अनि के भन्दै थियो, यहाँ पल्मोनरी आर्टेरी हुँदै लङ्समा जान्छ, अनि लङ्सबाट अक्सिजन लिन्छ। अनि त्यसपछि अक्सिजनेटेड ब्लड चाहिँ के अरे, अब पल्मोनरी भेन हुँदै राइट अरिकलमा आउँछ, के अरे लेफ्ट अरिकलमा आउँछ। अनि लेफ्ट अरिकल फेरि कन्ट्र्याक्ट हुन्छ, अनि कन्ट्र्याक्ट भएर यो यहाँ आउँछ ब्लड राइट भेन्ट्रिकलमा। राइट भेन्ट्रिकल कन्ट्र्याक्ट भएपछि अब चाहिँ यो के अरे सिस्टमिक एओर्टा हो नि, यो हो कि सिस्टमिक एओर्टा हो, यो सिस्टमिक एओर्टा। अनि सिस्टमिक एओर्टा हुँदै बाहिर जान्छ क्या,
भन्नाले अब डिफ्रेन्ट अर्गन अफ द बडीमा जान्छ हो। अब यो चाहिँ मैले बुझाउनु खोजेँ कि सिस्टमिक आर्टेरियल सिस्टममा पल्मोनरी आर्टेरियल सिस्टम भनेको चाहिँ अब यो डिअक्सिजनेटेड यो के अरे पल्मोनरी कस्तो भन्नु न हो मलाई एउटा पल्मोनरी एओर्टाबाट ट्रान्सफर हुने के अरे लङ्समा ट्रान्सफर हुने उसलाई भन्छ अब पल्मोनरी एओर्टाले लङ्समा ट्रान्सफर गर्छ नि त हो। त्यति मात्रै हो कि काम यसको काम त्यति मात्रै, तर यसको चाहिँ धेरै काम छ क्या सिस्टमिक एओर्टाको। यसको हल्का लामो पनि हुन्छ भिडियो, म अर्कोमा भन्छु। अनि यो हुँदै चाहिँ अब यो के अरे फर्स्ट एसेन्डिङ एओर्टा, डिसेन्डिङ एओर्टा, के अरे एसेन्डिङ एओर्टा, एओर्टिक आर्चेस, डिसेन्डिङ एओर्टा भन्ने हुन्छ क्या। म भनिदिन्छु अर्को।